ल यो मेरो पोखरीमा माछालाई भर्खर दाना दिएको यो यो वाटर लिली कमलै भनौँ वाटर लिली पनि भन्छ यसलाई विशेष गरेर लोटस भन्दा यो वाटर लिली अर्को छ यहाँ यो चाहिँ मेरो यत्रो ठुलो भइसकेको छ ठुल्ठुलो भएछ माछा कोही चाहिँ यहीँ जन्मेको हो ब्रिडिङ भएको छ तर पछि चाहिँ यो आफै ब्रिडिङ गर्न सकेन किनभने यहाँ यसको माछाहरूले आफ्नो बच्चाहरूलाई खाइदिन्छ त्यही कारणले पहिले सानसानो हुँदा त खान सक्थेन अहिले चाहिँ ठुल्ठुलो भएको हुनाले खान सक्ने भइसकेको छ यहाँ चाहिँ कोही छ अरू कापहरू अरू पनि छ है अब यहाँ यो गोल्ड फिस पनि छ एउटा त्यहाँ एउटा एक्वेरियमको गोल्ड फिस थियो त्यो एक्वेरियम फुटेर यसमा सारिदिएको त्यो बाँचिरहेछ अहिलेसम्म कोही जन्मेको यहीँ जन्मेकोहरू छ कोही बाहिरबाट किनेको प्रायः जस्तो बाहिरबाट किनेको त 8-9वटा चाहिँ यहीँ जन्मेको माछाहरू हो विशेष गरी यो रातो रातो सिङ्गल कलरको अलिक सानो छ त्यो चाहिँ यहीँ जन्मेकोहरू हो ढुङ्गा धारा त्यहाँबाट यसो फिल्टर भएर आउँछ तर फिल्टर भएर आउँछ फिल्टर भएर हुन्छ यो चाहिँ यो फुल चाहिँ यो वाटर लिली चाहिँ यो वर्षमा 300 दिनभन्दा बढी फुल्छ यो चाहिँ लुम्बिनीबाट ल्याएको हो एउटा दाईबाट ल्याएको थिएँ मैले यो फुल चाहिँ हरेक दिन फुल्छ घाम लागेको बेला हरेक दिन फुल्छ अब लगभग 300 दिनभन्दा बढी नै फुलेर आउँछ यो चाहिँ सेतो चाहिँ अलिकति चाहिँ त्यति फुल्दैन हो आकाश झुकल मात्रै फुल्छ भने यो चाहिँ एकदम फुल्छ यस्तो चाहिँ त्यहाँनिर फिल्टर सिस्टम चाहिँ त्यहाँतिर छ यो बढी घाम लाग्ने भएपछि यो फिल्टर राखे पनि हरियो भइहाल्दो रहेछ र घाम लागेपछि फेरि यो लिली वाटर लिली चाहिँ मजाले फुल्दो रहेछ माछा पनि एकछिनमा खाइदिएको माछा ठुल्ठुलो भएको